हेलो साथीहरु नमस्ते वेलकम छ मेरो युट्युब च्यानलमा म आज चिकन क्यूब ब्रेस्ट बनाउँदै छु कस्तो हुन्छ हेरेर मलाई प्रतिक्रिया दिनु होला है त ल अब बनाउन सुरु गरौँ है त साथीहरु मैले 2 प्याकेट चिकन क्यूब ब्रेस्ट लिएको छु ल अब सुरु गर्छु है त फर्स्टमा चाहिँ म यसलाई यो ठुलो पिस छ म यसलाई काटेर सानो पिस बनाउँछु यो मैले काटेर भए म यसलाई वाश गरेर बोइल गर्न राख्दिन्छु मैले यसलाई बोइल गरेर राख्दिन्छु म अब थोरै नुन हाल्छु यसमा अनि त्यसपछि थोरै बेसार हालेर मैले यसलाई बोइल गर्न छोड्दिन्छु यसलाई चाहिँ मैले 10 मिनेट जति चाहिँ मज्जाले बोइल गर्छु पहिला 2000 years later यो मज्जाले बोइल भएर यस्तो छ हैन यहाँ मैले भाँडा तताउन राख्दिछु यो तातेपछि म तेल हाल्छु पहिला यहाँ मैले तेल हाले तेल एकछिन तात्दै छ यो तेल तातिसके म अब क्यूब ब्रेस्ट हाल्छु यहाँ हालेर एकछिन चलाइदिन्छु उता मासु पाक्दै गर्दा मैले यहाँ प्याज टमाटर खुर्सानी काटेर रेडी बनाएर राख्दैछु मासु मजाले भुटिँदैछ मजाले भुट्दैछु मजाले भुटिबस्छ एकछिन पानी लिएर मासु यतिकै भुट्यो मैले अब म यसलाई मसलाहरू हाल्छु म यसमा पहिला नुन हाल्छु दिन्छु थोरै त्यसपछि म यसमा हाल्छु बेसन जीरा धनियाको पाउडर हाल्छु अब बल्ल म यसलाई प्याज हाल्दिन्छु जिंजर गार्लिकको पेस्ट हाल्नु थोरै हाल्दिन्छु हालेपछि म एकछिन यसलाई ढाकेर छोडिदिन्छु यतिकै बसी अब यो पाक्यो म ग्यास बन्द गरिदिन्छु
यसमा म धनियाँ एड गरिदिन्छु